22 जना प्रदर्शनकारी विशेष गरी उहाँहरू सडकमा गोली लागेर मृत्युवरण गर्नुभएका व्यक्तिहरू हुनुहुन्छ। त्यसपछि यो भोलिपल्टको कुरा, यो मैले 22 जना भनेको चाहिँ 23 गतिको कुरा। त्यसपछि भोलिपल्टको कुरा प्रहरीहरू 3 जना, त्यसपछि कैदी 10 जना, विभिन्न कारागारमा रहनुभएका हाम्रा कैदीबन्दीहरू त्यहाँबाट निक्लिन खोजेपछि शक्ति प्रयोग गर्दाखेरि त्यो घटना घट्न गएको। त्यसपछि विशेष गरी 24 गतेको घटना, यो आगजनी, त्यसपछि अन्य विभिन्न घटनाहरूमा झन्डै 41 जना मान्छेहरू, कतिपय हामीले चाहिँ कुनै ठाउँमा 4 जना, कुनै ठाउँमा 5 जना मृत अवस्थामा डढेको अवस्थामा फेला पारेर, कुनै एकदम चिनिनै नै नसकिने अवस्थामा हो। अहिले पनि मलाई लाग्दछ 11 एउटा डेड बडिज टिचिङ हस्पिटलमा छ, उहाँहरूको पहिचान हुन सकेको छैन। त्यस कारणले गर्दा म पुनः फेरि के भन्न चाहन्छु भन्दाखेरि प्रदर्शनकारी 22 जना भनेको 23 गतेको घटनामा हामीले सडकमा मृत्यु भएको व्यक्ति अथवा गोली लागेर हस्पिटलमा लगेर उपचार हुँदा मृत्यु भएको व्यक्तिको सङ्ख्या भनेर सायद यो कुराहरू चाहिँ स्पष्ट पाएको छ। अर्को कुरा म गरौँ, अर्को यो छोटो यो चुनावमा शान्ति सुरक्षा दिन सकिन्छ कि सकिँदैन, मान्छेहरू डराएका छन् भन्ने कुराहरूमा अब यो विशेष परिस्थितिमा निर्वाचन हुन जाँदैछ, यो चुनौतीपूर्ण छ। यो हामीले चुनाव गर्नुपर्छ भनेर सायद सबैले एउटा सङ्कल्प गर्नुपर्छ भन्ने मान्यता पनि राखिसकेका छौँ। यसमा यहाँ हामी सबैको जिम्मेवारी। हिजोबाट नै गृह मन्त्रालय अन्तर्गत रहेको एउटा समिति सक्रिय भइसकेको छ। हामी सबै सुरक्षाजनित कर्मीहरू रहेको र यसले एउटा शान्ति सुरक्षाको स्थिति कसरी सुदृढ बनाउने, जनतालाई कसरी शान्ति सुरक्षा दिने भन्ने विषयमा योजना बनाई सो योजना अनुसार कार्यान्वयनको प्रक्रियामा पनि अब तुरुन्तै लाने चाहिँ प्रक्रियामा रहेको छ। त्यसपछि अर्को चाहिँ महत्त्वपूर्ण भूमिका भनेको म आदरणीय हाम्रो सञ्चारकर्मीहरूलाई पनि भन्दछु, संसारको कुनै पनि ठाउँको मिडियाको असाध्यै महत्त्वपूर्ण चाहिँ भूमिका हुन्छ चुनावको वातावरण तय गर्ने। अहिले पनि यहाँहरूले हामीलाई चाहिँ कैदीबन्दीहरू जो भागेर जानुभएको छ, उहाँहरू कहाँ बस्नु भएको छ, हतियारहरू कहाँ होलान् भन्ने एउटा खबर तपाईँहरूले हामीलाई दिनुभयो भने त्यो हाम्रो लागि ज्यादै महत्त्वपूर्ण चाहिँ पाटो हुनेछ। त्यसले चुनाव सही तरिकाले सुरक्षित तरिकाले सम्पन्न गर्नलाई चाहिँ ठुलो टेवा पुर्याउनेछ। त्यस्तै गरी दलहरूको अवश्य पनि दलहरूले पनि एउटा सकारात्मक भूमिका खेल्दै जानु हो भने, किनभने चुनावको अहिलेको अवस्थामा विकल्प पनि छैन जस्तो हामीलाई लाग्छ। यो विषयमा हामीले धेरै बोल्नु हुँदैन। सबैले प्रयास गर्यो भनेदेखि चुनावमा चाहिने, चुनावको लागि चाहिने शान्ति सुरक्षाको स्थिति बन्दै जान्छ र हामी चाहिँ समयमा चुनाव चाहिँ गर्न सक्दछौँ भन्ने कुरा चाहिँ हामी विश्वास छौँ। राष्ट्रमा महत्त्वपूर्ण संरचनामा क्षति हुनु निकै दुःखको कुरा हो, त्यसमा कुनै शङ्का भएन। तर यो प्रश्नको जवाफ अहिलेको कम्फर्टेबल वर्तमान अवस्थालाई भन्दा पनि तत्कालीन अवस्थामा रहेर मनन गर्दाखेरि अझ दुरुस्त र एक्युरेट किसिमले हामीले बुझ्न सक्छौँ। देशभरि विभिन्न तरिकाले प्रदर्शन, तोडफोड र आगजनी भएको अवस्थामा अराजकतालाई कम गर्न र नियन्त्रण गर्न न्यूनतम शक्ति प्रयोग गर्दा पनि अराजक भिड पछाडि नहटिरहेको कतिपय ठाउँमा अवस्था तपाईँहरूले नै रिपोर्ट गर्नुभएको छ, देख्नुभएको छ, आइविटनेस हुनुहुन्छ। सिंहदरबारकै कुरा गर्दा पनि अत्यन्त संयमता अप्नाई घातक शक्तिभन्दा कमका उपायहरू, ग्रेजुएटेड रिस्पोन्समा लेस देन लिथल उपायहरू अप्नाइएकै हो। 46 राउन्ड हवाई फायर र दुई पटक मूल गेटबाट छिरेको उत्तेजित हुललाई भौतिक रूपमा धकेलेर सम्झाएर बाहिर फर्काइएको थियो। पछि ठुलो सङ्ख्यामा चारै दिशाबाट अत्यन्त आक्रोशित जत्थाभित्र छिरेपछि ठुलो मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने कुरा प्रष्ट देखियो। त्यसकारण समग्र घटनाहरूमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्त्वपूर्ण रहेको बुझाइ
यहाँहरूलाई अनुरोध गर्दछु। अघि नै मैले सुरुको प्रेजेन्टेसनमा बताए जस्तै यस्ता घटनाहरू विश्वव्यापी रूपमा तथा हाम्रो छिमेकमा पनि वेभको रूपमा आएको हुँदाखेरि यो समस्या बढ्न सक्छ भनेर नेपाली सेनाले समय समयमा सम्बन्धित जिम्मेवार नियुक्तिहरूलाई खबर दिएको कुरा सत्य हो। तर घटनाको स्केल र तीव्रता सम्भवतः सबैको अनुमानभन्दा ठुलो र बढी भयो, यो यहाँहरूले पनि मान्नुपर्छ। र घटना पूर्व यहाँहरूको रिपोर्टिङमा पनि त्यो वास्तविकता झल्किएकै अवस्था हो। र भइसकेपछि नेपाली सेनाले जे जति कार्यहरू गर्यो त्यो तत्कालीन अवस्थामा उपलब्ध सबैभन्दा राम्रो खबर, सबैभन्दा अत्यावधिक भएको खबरको आधारमा, बेस्ट इन्फर्मेसन अभाइलेबल एट द्याट टाइमको आधारमा लिएका निर्णयहरू। कहिले पनि जहिले पनि हामीले समय सकिसकेपछि पहिलाको कुरालाई गएर हेर्दाखेरि कोट्याउने विभिन्न खोटहरू धेरै देखिन्छन्, तर हामी त्यो बेलाको कन्टेक्स्टमा गएर हेर्नुपर्छ। त्यसकारण यो प्रश्नको लागि म्यामलाई धन्यवाद। त्यस्तै डाटा सेन्टर र यो राष्ट्रपति भवनको पछाडिको कुरा, बालवाटरको पछाडिको कुराहरू गर्नुभएको छ। सिंहदरबारकै कुरा गर्दा अघि जज साहबको प्रेजेन्टेसनमा पनि आयो, अब सिंहदरबारमा छिरिसक्यो र सबैतिर चाहिँ ठुलो क्षति बिना रोकिँदैन भनेपछि नेपाली सेनाले 3वटा अंशहरूलाई फोकस गरेको छ। एउटा हाम्रो मुलुककै सामरिक महत्त्वका कागजातहरू बोकेको राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय र यो वर्ष हाम्रो मुलुक सञ्चालन हुनको लागि जुनसुकै सरकार होस्, यो वर्ष सञ्चालन हुनको लागि आवश्यक बजेट कन्ट्रोल गर्ने LMDIS को अर्थ मन्त्रालयको डाटा सेन्टर। र त्यो डाटा सेन्टरमा मलाई गौरव लाग्छ भन्दाखेरि पनि हाम्रो एकजना सहायक रथी तहको जर्सा आफै राति कति बजी पुरै कालाम्य भएर फर्केर आएको मैले भेटेको छु। उहाँ आफै लगायत विभिन्न तहका फौज, हाम्रा दमकल सहकारीहरूको दमकल लिएर त्यो डाटा सेन्टर चाहिँ बल्ल तल्ल बच्यो। र तपाईहरु कतिपय त सरकारी तलब खाने हुनुहुन्न होला, तर सरकारी तलब खानेहरूलाई थाहा छ यो यत्रो ठुलो घटना भएको केही दिनभित्रै त्यो महिनाको तलब चाहिँ खन्द्रेन गरेर चाहिँ आफ्नो खातामा झरेको अवस्था थियो। र यो किन सम्भव भयो? त्यो LMDIS बचाएको हुनाले सम्भव भएको हो। यो बालुवाटार र शीतल निवासको हेर्नुभयो भने दुवै ठाउँमा म्याम यु आर एक्ज्याक्टली राइट, पछाडिको इलाका चाहिँ इन्ट्याक्ट छ। एउटा के छ भने हाम्रो अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा निर्देशिका 2081 ले विभिन्न यस्तो कार्यविधिहरू, यो कार्यविधि यस्तो अवस्थामा के गर्नुपर्छ, असामान्य अवस्थामा, सामान्य अवस्थामा के गर्नुपर्छ भन्ने किसिमको कार्यविधिले गभर्न गर्दछ। र अन्तर्राष्ट्रिय तहमै जहिले पनि VVIPहरूको रिगार्डमा जहिले पनि त्यो व्यक्ति र त्यो व्यक्तिले बोकेको नियुक्ति हो, र नियुक्ति मात्र नभइकन त्यो नियुक्तिले बोकेको मुलुक सम्बन्धीको ज्ञान, त्यो चिजलाई बचाउनुपर्छ भन्ने मान्यता हो। र कार्यविधिले नै त्यही बताउँछ। र त्यो बताउने क्रममा धेरै प्रेसर भएपछि घेरा साँगरो बनाउँदै बचाउन सक्ने ठाउँमा गएर बचाउने त्यो 100% SOP भित्र परेकै कुरा हो। त्यसकारण त्यो हजुरको त्यो अब्जर्भेसन एकदमै दुरुस्त र सही अब्जर्भेसन रहेको छ। झन्डै 1330 भनेको 1:30 बजे सिंहदरबारभित्र रहेको एउटा दमकलबाट मुख्य प्रवेशद्वारमा लागेको आगो हामीले त्यो दमकललाई तुरुन्त परिचालन गरेर निभाएको। त्यसपछि त्यो दमकल फेरि आफ्नो ठाउँमा गयो। सिंहदरबारमा आगो लागिसकेपछि 2 बजेपछि घटना लागिसकेपछि हामीले दमकल सिंहदरबारको आगो निभाउन परिचालन गर्न खोज्दा आन्दोलनकारीहरू दमकलकै पाङ्ग्रामा चाहिँ गएर सुतेपछि हामीले तुरुन्तै दमकल लगेर सिंहदरबारको आगो निभाउन नसकेको। तर उहाँहरूलाई विभिन्न कारणबाट, विभिन्न तरिकाबाट हटाइसकेपछि
2:35 गएपछि सिंहदरबारको आगो निभाउन हाम्रो दमकलले सुरु गरिसकेको छ। पहिलो दमकल सिंहदरबारकै गएको, त्यसको केही समयपछि हाम्रो यो यान्त्रिक परिवहन जङ्गी अड्डाकै परिसरभित्र छ, त्यहाँ रहेको अर्को दमकल तुरुन्तै गयो। त्यो बेलाको परिस्थिति अब आन्दोलनकारीहरू जताततै, भिड पनि जताततै, उहाँहरूको प्रमुख उद्देश्य भनेको हामीलाई अवरोध गर्ने। त्यो छिचल्दै गएर अर्को दमकलले पनि सिंहदरबारमा लागेको आगो निभाउनलाई मद्दत पुर्याएको। त्यसपछि साँझसम्ममा म यहाँ प्रश्न पार्न चाहन्छु काठमाडौँ महानगरपालिकाको दमकल समेत गएर उहाँहरूको दमकल 8 बजेतिर आएको छ। उहाँहरूको दमकललाई विभिन्न ठाउँमा चाहिँ अवरोध भएको, बाहिर विभिन्न किसिमका चाहिँ हल्लाहरू, भ्रामक चाहिँ समाचारहरू आइरहेका छन्। म स्पष्टसँग भन्न चाहन्छु, महानगरपालिकासँग मेरो सुरुदेखि नै चाहिँ कन्ट्याक्टमा छ, उहाँहरूसँग मेरो कुरा भइरहेको छ। हाम्रो दमकल यो ठाउँमा छ, ल अहिले 1-2 ठाउँमा ड्राइभरहरू छैन, त्यो ड्राइभरहरूको व्यवस्था गरेर दमकल लानुहोस् भन्दाखेरि आन्दोलनकारीहरूले हामीलाई समयमा दमकल लान नदिएका। त्यसले गर्दाखेरि केही समय ढिलो भएको, तर नियत अर्को उद्देश्य राखेर एकदम ढिला गरेर सिंहदरबारको आगो चाहिँ निभाउन नचाहेको भन्ने कुरा चाहिँ पूर्णतया गलत छ। यो म आदरणीय चाहिँ हाम्रा पत्रकार मित्रहरूलाई बुझिदिनु हुन एकदम चाहिँ अनुरोध गर्छु। र एउटा कुरा के भने भन्न चाहन्छु, भोलिपल्टको करिब 8-9 बजेतिर अधिकांश ठाउँको चाहिँ आगो निभिसकेको छ। के हुँदो रहेछ भने केही ठुला भवनहरूमा आगो निभिसकेपछि भित्रभित्रको त्यो आगो बाँकी भएको फेरि आउँदो रहेछ। सर्वोच्च अदालतकै आगो भोलिपल्ट निभिसकेको। अब तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाइएको हो भन्ने कुराहरू पनि समाचारमा आएको छ। म त्यतातिर खण्डन गर्न दिन पनि चाहन्न। भोलिपल्ट सर्वोच्च अदालतको आगो निभेको म यहाँलाई एकदम प्रष्टसाथ भन्न चाहन्छु। र ललितपुरको चाहिँ दमकल हामीले झन्डै मध्यरात 12 बजे त्यो दमकलले एउटा ललितपुरकै काष्ठ उद्योगमा आगो लागेको चाहिँ निभाउँदैछ भन्ने खबर थाहा पाएपछि मैले प्रष्टसँग त्यहाँको गणपतलाई होइन, यहाँ यत्रो महत्त्वपूर्ण भवनहरूमा आगो लागेको भइरहेका छन्, सिंहदरबार सर्वोच्च अदालत तुरुन्त त्यहाँको काम छोडेर पठाऊ भनेपछि मध्यरातमा आएर ललितपुरको पनि दमकलबाट हामीले आगो निभायौँ। र समग्रमा म के भन्न चाहन्छु भनेदेखि 18वटा दमकल जुन काठमाडौँ चाहिँ उपत्यकामा चाहिँ उपलब्ध छ, त्यो मध्ये हामीले 11-12वटा दमकल चाहिँ प्रयोग गर्न सक्यौँ। अरू दमकल चाहिँ यो विभिन्न कारणहरूले गर्दाखेरि चल्न सकेन। तर जति उपलब्ध छ त्यसलाई एयरपोर्टको एयरपोर्टको आफ्नै किसिमको चाहिँ प्रावधान छ, उहाँलाई समेत रिक्वेस्ट गरेर अनुरोध गरेर आगो जताततै निभाउने काम भएको। र म यति पनि तपाईँहरूलाई भन्न चाहन्छु, जुन किसिमको आगो लागेको थियो, हामीसँग जति चाहिँ दमकलहरू उपलब्ध थियो, त्यो ज्यादै नै छिटो समयमा, ज्यादै नै छोटो समयमा एकदम द्रुत गतिमा चाहिँ आगो निभायो। एउटा होटल हिल्टनमा चाहिँ के रहेछ भने धेरै चाहिँ अग्लो भएको हुनाले हामीसँग उपलब्ध दमकलहरूमा त्यो लामो भर्याङ नभएको हुनाले तेस्रो दिनसम्म चाहिँ तेस्रो 14 दिनसम्म त्यहाँ चाहिँ आगो रह्यो। त्यति हो। अरू कुराहरू चाहिँ धेरै कुराहरू चाहिँ अलिकति फरक खालका चाहिँ आएको छ। त्यसमा म हाम्रो पत्रकार मित्रहरूलाई सचेत रहन अथवा यसलाई वास्तविक रूपमा बुझिदिनु म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।